Hey guys, welcome back to my second new vlog. हिजो चाहिँ हामीले नगर्नु हिजो चाहिँ हामीले खाएको भिडियो बनाएको थियौं भनेपछि आज हामी बोलेको भिडियो बनाउँछौं। आज हामी दिनभरि के गर्छौं भनेर सबै देखाउँछौं हजुरहरुलाई हैन। आज 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 हामी कहाँ जान्छौं मन? आज हामी मस्ती गर्छौं। हुन्छ उलाई चाहिँ घुम्न र खाना मात्र जाने हा, उले केही जान्दैन अरु। त्यो खाना पाए भइगयो, घुम्न पाए भइगयो। अनि आज हामी के गर्छौं दिनमा चाहिँ के गर्छौं भनेर सबै तपाईहरुलाई देखाउँछु। मेरो यदि भिडियोहरुमा चाहिँ के मिस्टेक आएपछि चाहिँ प्लिज कमेन्ट डाउन बिलो, किनभने चाहिँ मलाई त्यस्तो नलेज चाहिँ छैन। एक त म क्यामेरा पनि आजै थाहा पाएँ कि मलाई क्यामेरा नचलाउन आउँदो रहेछ। एकदम खतरा चलाउँछु भनेको थिएँ, तर ऊ चाहिँ खेल्न गए। अब कहाँ खेल्छ। अनि उहाँ चाहिँ बस्नु भएको छ। वाह तेरी रे, म त क्यामेरै नचलाउन जान्दो रहेछु केटाकेटी हो, एङ्गलै नमिलाउन जान्दो रहेछु। अनि आज मेरो दिनको सुरुवात चाहिँ ब्ल्याक कफी विदाउट सुगर। फेरि सुगर खाए भन्नु होला हैन, विदाउट सुगर खाँदैछु। खाँदै त हैन, पिउँदैछु। अनि यहाँ त केटा केटा यहाँ न, यहाँ अलि दुई शब्द बोल्दै हामी ल बोल त। अनि च्यानललाई सब्स्क्राइब गरिदिनु। आज दिनभरिमा चाहिँ हामी के गर्छ सबै तपाईहरुलाई देखाउँछौं म। गाइस यो अलि तोतलाउँछ बोली फुटे हैन, पत्ता मात्र गरेको बुझे मैले पनि। वल्तन टु नै धोला त्यो मात्र आउँछ यसलाई चाहिँ अलिकति मज्जाले। अनि आज चाहिँ हामी दिनभरि के गर्छौं के गर्दैनौं चाहिँ सबै तपाईहरुलाई देखाउने छु। काम धन्दा धेरै छन्, आफैलाई गर्न पर्छ। अनि आज च्यालेन्ज गर्ने यसलाई त गाइस खाने बस्ने उ गर्ने मात्रै भएको भएर चाहिँ जति बेला पनि यो च्यालेन्जमा जित्ने हैन त्यही भएर चाहिँ अब हामी चाहिँ लाग्यौं। म चाहिँ अब के गर्छु भनेर तपाईहरुलाई चाहिँ देखाउने छु। स्टे ट्युन। क्यामेरा एंगल चाहिँ कसरी मिलाउने गाइस प्लिज मलाई चाहिँ भनिदिनु, कमेन्टमा पनि भनिदिनु। क्यामेरा एंगल मिलाउन जानिन। यिनी आँखा चाहिँ कता राखौं, यता राखौं कि यता राखौं, कता राखौं त्यो पनि थाहा पाइन हैन, किनभने चाहिँ ट्याक्कै त्यो अनुसारले चाहिँ आएन कि। प्लिज मैले युट्युब पनि हेरे, भने नि त बादरको हातमा नरियल भने जस्तो भएछ मलाई। युट्युब हेरे मैले केही बुझिन। यता यता क्यामेरा फ्लिप गर्न थाहा पाए हैन, तर यो आँखा चाहिँ कहाँ राख्ने। मेरो यो चाहिँ फर्स्ट भ्लग हो हैन, मैले बोलेर चाहिँ बनाउन थालेको, तर मैले क्यामेरा आँखा कहाँ राख्ने आजै थाहा पाएँ। कति गाह्रो हुँदो रहेछ, तर पनि सिकाउनु होला मलाई कमेन्टमा चाहिँ हैन। मेरो फर्स्ट भ्लग हो, अब चाहिँ म बोलेर नै भ्लग बनाउँछु सोचेछु। कति खाएको गर्नु नि, हुन त खाएको पनि एउटै भिडियो हालेको छु, तर पनि उहाँ चाहिँ स्माइल दिइराख्नु भएको छ। ओहो क्यामेरा फेरि उता गइगयो। उहाँ चाहिँ स्माइल दिइराख्नुहोस्। मैले के क्यामेरा ठडाउँछु मेरो हातै देखिन्छ क्या। उफ कस्तो गाह्रो नि, तर केही छैन। मेरो फर्स्ट भ्लग हो, म बोलेर जस्तो हुन्छ म त्यसरी नै बनाउँछु। एकछिन रोक्नु न भाउजू, कस्तो बीचमा डिस्टर्ब गर्ने कि। माई गॉड गाइस, को बिहान यस्तो ऊ गर्छ के, त थाक्छु। उहाँ गर्नुहुन्छ बिहान दिउँसो साँझ जहिले पाए वहीँ गर्नुहुन्छ। मलाई चाहिँ अलिकति गाह्रो हुन्छ, मलाई आउँदैन कि छैन कि के भन्ने त्यस्तै भए। अब चाहिँ म आज के गर्छु, पहिला सुरुमा चाहिँ म कप राखौँ हैन। अब आजदेखि चाहिँ अब यति के गर्ने भनेर चाहिँ म सबै सोचिसकेको छु। अनि अझै भाँडा धुन छ, सफा गर्न छ, कपडा पनि धुन छ। मलाई के गर्न छ आज, कपडा पनि बहुत धेरै छ गाइस। यो कपडा भयो, यहाँ भएको कपडाहरू यिनीहरू चाहिँ धुन छ। यो चाहिँ मेरो रुम गाइस, यो चाहिँ मेरो रुम। मैले पूजा सुजा गरेँ।
अब मैले चाहिँ के गर्ने भन्नु तर मलाई चाहिँ मेरो फर्स्ट ब्लगमा चाहिँ मलाई के नलेज दिनु भनेको चाहिँ मैले मेरो क्यामेरा एङ्गल मैले मेरो आँखा चाहिँ कहाँ राखौँ भनेर चाहिँ किनभने चाहिँ मलाई यो एकदम गाह्रो भयो क्या कस्तो भनेपछि ब्याक क्यामेरा गरेर भिडियो बनाउँदाखेरि चाहिँ यो कतातिर एङ्गल गयो भन्ने जस्तो लाग्यो कि मेरो कस्तो फेसै कस्तो अर्कै स्ट्रक्चरै नै चेन्ज भयो जस्तो फिल भयो त्यही भएर चाहिँ अब के गर्छु अहिले चाहिँ मैले ऐना हेर्दा छु आजदेखि म बोलेर नै ब्लग बनाउँछु किनभने चाहिँ म बोल्न सक्छु भने चाहिँ म ब्लग किन बनाऊ मैले यो बनाउँछु भनेर लगभग कतिसम्म सोचेको थिएँ कि तर म लाइक त्यो एउटा जोस जाँगरै आइरहेको थिएन अब चाहिँ बनाउँछु जसरी पनि क्यामेरा एङ्गल मिलोस् नमिलोस् बिस्तारै सिक्ने हो यो कुराहरू चाहिँ तर मैले चाहिँ बनाउँछु बाई आयो अब उसलाई चाहिँ आउने भनेकै वेलकम टु माई ब्लग अब सानी आज के खाने खानामा चाहिँ के खाने भन त ए गयो यस्तो छ केटो यो ल गाइज अब के गर्छु भनेर चाहिँ म अब एकछिनमा देखाउँछु है किनभने चाहिँ कन्टिन्यू चाहिँ गराउन चाहिँ अलिकति मेसो नहुँदो रहेछ अब चाहिँ म एकछिन बाहिर गएर भनौँ आज के खाने भनेर चाहिँ डिसाइड गरेर चाहिँ एकछिन गएर मासु लिएर आउनु पर्यो डिसाइड त गरिसकेकै छ म मासु खाने भनेर अनि मासु बनाउने खसीको मासु किनभने चाहिँ मलाई एकदम मनपर्छ खसीको मासु हुन त मासु भन्ने चिज मलाई त मनै परिरहन्छ तर खसीको मासु चाहिँ स्पेसली एकदम लाग्छ फेरि आफ्नै हात हो एकदम मलाई खाने मन लाग्छ अब मासु ल्याएर बनाउँछु अनि अब एकछिन म मार्केट गएर आउँछु गाइज बाई मैले चाहिँ मासु बनाउन थालेँ खसीको मासु आफ्नै रेसिपी धेरै मसला त हाल्दिनँ म अनि यता चाहिँ मासु भुट्न लागेको छु थोरै मासु चाहिँ ट्याक्क मजाले भुट्ने तेल हाल्ने यो चाहिँ खालि तारेर खाने जस्तो मासु बनाउँछु सुकुटी टाइपको यतिकै नर्मली खान मिलोस् अनि यति चाहिँ भुट्छु यति चाहिँ यसलाई चाहिँ मैले ग्रेभी बनाउँछु ग्रेभी मिन्स झोल यहाँ यता पाक्दैछ खासै त्यस्तो गरेर त बनाउँदिनँ ल अहिले एकछिनमा पकाएपछि गर्छु ल यसलाई चाहिँ भुट्ने यसलाई खालि सुकुटी जस्तो भुट्ने चाम्रो बनाउने त्यसको त दामी हुन्छ यसलाई चाम्रो बनायो भने मलाई यस्तो खसीको मासुमा चाहिँ अलिकति निकालेर यसलाई चाहिँ चाम्रो सुकुटी पाराले बनायो भने चाहिँ दामी लाग्छ दामी अब यसलाई चाहिँ ग्रेभीमा हाल्छु त्यसपछि अब यता चाहिँ ग्रेभीको लागि चाहिँ रेडी गर्छु मैले के हाल्छु के बनाउँछु भनेर म चाहिँ सबै तपाईँहरूलाई देखाउँछु नि फर्स्ट भ्लग हो अब जानी नजानी गरेको चाहिँ अप्ठ्यारो हुने ल एकदम निस्किन्छ यसलाई चलाउने भाँडै घुमी जान्छ थियो ल पकाउन थालेछु पकाएपछि चाहिँ कस्तो हुन्छ भने चाहिँ म देखाउँछु अब के हाल्छु म त्यति खासै मसला चाहिँ हाल्दिनँ अब हेरौँ कस्तो हुन्छ पकाएर खाइन्जेलसम्म कस्तो बन्दो रहेछ कुर्दैछु मसला त्यसले चाहिँ पानी छोड्छ मसलाहरू हालौँ एउटा बनाउँदा बनाउँदा अर्को डरी जान्छ अब यसलाई चाहिँ मजाले रातो हुन्छ भुटिरहेको छुट्टै पास्नु मसला चलाउनु मिलेन कि यो क्यामेरासँग स्वाद अनुसारको
यसलाई चलाउँदै अहिले चाहिँ मसला हाल्दिनँ यसलाई चाहिँ म मजाले यसलाई लिएछु अनि त्यसपछि मसला हाल्छु यो लसुन र खुर्सानीको पेस्ट हो मैले मसला चाहिँ यही नै हाल्छु चाहिँ सक्दैन अर्को मसला चाहिँ यसरी यस्तो भएको छ एक त मलाई यो क्यामेरा समाउँदै चाहिँ चलाउनु एकदम भाउ भइरहेको यहाँ अर्को मासु फुट्न लाग्यो यसलाई सानो बनाएँ बिस्तारै पाक्छ अब चाहिँ यहाँ यही सँगसँगै अर्को मासु बनाउँदाखेरि त सिधो हुन्छ अब यसलाई चाहिँ खालि रातो बनाउने रातो बनाएपछि चाहिँ दामी हुन्छ यसलाई धेरै खासै नपकाउनु सुकुटी बनायो भने चाहिँ मजाले हुन्छ नि त त्यो भएर चाहिँ अब पाक्छ एकछिनमा बुटिरहेको छु अब यसमा मसला ससा अब यसमा यो हालेर मैले हाल्नु भनेपछि एउटा यो प्याकेटको मसला चाहिँ हाल्छु यो मसला चाहिँ एकदम दामी लाग्छ मलाई यो मसला हाल्छु अनि त्यसपछि चाहिँ टमाटर हालेर चाहिँ म बनाउँछु टमाटर हालेँ अब यसलाई चाहिँ मजाले टमाटर मसला गराएर गर्ने अनि अब यो मसला एकछिन हालेर भइहाल्छ अब एकछिन त्यसपछि पानी हालेर सिटी लगाउँछु मैले चाहिँ यसमा थोरै यो लसुन र खुर्सानीको पेस्ट हालेँ थोरै स्वादको लागि चाहिँ यो पाकेर चाहिँ यस्तो भन्छ मजाले सुकुटी पारामा अझै रातो बनाउँछु साह्रो त्यसपछि चाहिँ हुन्छ यो फेरि मासु चाहिँ मैले धोएको है फेरि मासु नधोएर पकाउनु भयो भन्नु होला तर मैले चाहिँ धोएको मासु धोएर लिएर आइसकेको किनेर ल्याइसकेको मासु चाहिँ म धोएर नै बनाउँछु मलाई राम्रो लाग्दैन अब यो यसलाई रातो हुँदैछ रातो भइसकेपछि चाहिँ एकछिनमा हामीले निकाल्ने अनि खाने मैले चाहिँ यहाँ स्वादको लागि चाहिँ हरियो खुर्सानी चाहिँ हालेको थिएँ अलग्गैबाट यो हरियो खुर्सानी चाहिँ यसरी काटेर हाल्दाखेरि चाहिँ एकदम यसको भनौँ सेन्ट एकदम राम्रो आउँछ मलाई चाहिँ मनपर्छ यसको पछिबाटको बास्ना चाहिँ अब यसमा हामीले पानी हाल्ने आफूलाई चाहिने जतिको सिटी लाउनु पऱ्यो अब पानी हालेर धेरै नहाल्यो एकछिनमा त पाइदिन्छ त्यसपछि सिटी लाउन राख्ने यसमा अब यसलाई सिटी राख्न लागेपछि त्यसपछि पाक्छ यसमा पनि मैले हरियो खुर्सानी हालेको थिएँ पाकेर चाहिँ यो बेसीको रातो भन्छ अब एकछिनमा अझै रातो बनाउँछु त्यसपछि चाहिँ पानी लागेको हुन्छ सबैले हरियो खुर्सानी हालेको छु अलग्गैबाट चाहिँ मिठो हुन्छ यसको स्वाद चाहिँ एकचोटि तपाईँहरू पनि ट्राई गर्नु होला बनाइसकेपछि चाहिँ यसमा हरियो खुर्सानी अलग्गैबाट हालेर बनाउन सक्नुहुनेछ मिठो हुन्छ ल अब यसलाई चाहिँ निकाल्छु पाकेर चाहिँ यस्तो भएको छ निकाल्नु पऱ्यो खाने लायकको चाहिँ भयो यति भएको छ मासु चाहिँ मासु छुट्टाएको भएर चाहिँ यति भएको थियो अब यसलाई चाहिँ मैले निकालेँ ल अब यसलाई चाहिँ खाने भाउजूले चाख्न लानुभएको छ चपाउनु त पहिले त्यो कस्तो भए भए केही नहालेको सात यतिको भुटान नहालेको मिठो खाना मैले हालेको छैन क्या सिटी लाग्दैछ मैले चाहिँ यसलाई निकाल्नु थालेँ सिटीको मासु जस्तो भएको रहेछ होला तपाईँहरू देखाउँछु पाकेर चाहिँ यस्तो भएको छ अब हेरौँ पाकेछ कि छैन यसलाई चाहिँ धेरै बेर पकाउन नमिल्दो रहेछ पकाउनु मासु रहेछ अब चाहिँ मिलेको यसलाई चाहिँ एकदम उमाल्ने अब चाहिँ पाक्यो अब यसमा धनियाँ सनियाँ हाल्ने
त्यसपछि खानालाई चाहिँ रेडी भयो। यस्तो भयो खसीको मासु, यस्तो भयो। अब यसलाई चाहिँ खानालाई रेडी भयो। म भात पकाउँछु, त्यसपछि हामी खान्छौँ। गाइज अब हामी चाहिँ खाना खान थाल्यौँ। हेलो गाइस, अब वेलकम चाहिँ टु माय ब्लॉग। त्यही मात्रै जाने अब वेलकम टु माई ब्लग गर्न। अब खाना चाहिँ खाने, दाल अनि मासु अनि खसीको मासु भन्न, खसीको मासु अनि दाल अनि भात अनि झोल। ल भाउजू हाल्नु त। ल अब हाम्रो खाना सुरु। हाम्रोमा लो बजेटको कुर्सीहरू छ, डाइनिङ टेबल। तैँले राख्छस् कि त्यो मैले राख्छु रे? त्यो नसानी खाएर हेर कस्तो बनेछ। त्यो अर्को हातले खाएर हेर न पहिला। बहुत स्पेशल छ। यसमा म दम दलेर चम्चा किन? म त हाल्दैन आफ्नो म पाको भए आफै आफै हालेर खानु न त। हजुरले त पाउनु जस्तो माग्दैन म त। मैले अघि खाइसकेँ। चम्मच लिएर कहाँ? चम्मच। ल अब हामी चाहिँ सुरु गऱ्यौँ। म चाहिँ एकदम छानेर खाने भएको भएर चाहिँ मलाई मासु नै हुन्न जस्तो छ। त्यत्रै हड्डीमा चाहिँ कस्तो भयो भाउजू? सानी खा त। कस्तो भयो? ल अब खाएर बोल्छु है साथीहरू। खाँदा खाँदा थाक्यो यो मोटे केटा, खाँदा खाँदा थाक्यो। थाकिस् थाकिस् सकिन लागिसक्यो। अब लास्टमा थाक्यो हामी। सानो मासु कस्तो भयो? राम्रो कसले बनाएको? बाबु। यता आएर बोल्नु। पुटको हात त देखाइजान्छ फेरि। पुचुङ र हात मैले बनाएको होइन। मैले के गरेँ त? मामले के गर्नुभयो सानी? म त भान्सामा थिएँ नि। नदेखेर चाहिँ मैले बनाएको। देखिनु मामले? सानी कसले मिठ बनाउँछ अरे खाना? बाबु। मामुले पनि मिठ बनाउँछ। कसले बनाउँछ रे? बाबु। यता हेर्न। अरे बाबै यसको यो के रे घरराट हो के रे? के भन्छ यो? डकार त छी 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 छी। कितना डकार मारता है ये लड़का। ये लड़का को किसी को के रे? किसी को घी नहीं लगा दे ये लड़का तो। डकार मारता है मारता है। ये कहाँ नीचे हाथ रखा है भैया? ऊपर रख। लाज कर देगा, बानी पर्छ। लाज कर देगा तू मेरा पब्लिक में नीचे हाथ रख के। मैयाले कस्तो बनाउनुहुन्छ? राम्रो। मैयाको राम्रो लाग्छ। ए मामुमा चाहिँ नराम्रो? बाबुको कि मैयाको? दुईटाको। एउटा चुज गर्नुपर्छ नि त। दुईटालाई लग्नु मिल्दैन नि त। ल बाबुले मिठो बनाउनुहुन्छ कि मासु मैयाले? छिटो छिटो एन्सर छिटो चाहियो। दुईटामा कसले राम्रो बनाउँछ? बाबु। बाबुले। अनि मैयाको के मनपर्छ तँलाई बनाएको? फ्राई। ए फ्रेन्ड पठाइ। कहिले बनाएर खाए? मैया तैँले कहिले बनाएर दिस फ्रेन्च फ्राई भने फ्रेन्च फ्राई। मैयाले फ्रेन्ड पठाइ कहिले बनाउनु? बाबुले मात्र राम्रो बनाउनु रहेछ नि जानी। मेरो सपोर्टर हो नि त फेरि। सक्दैन नि। मैयालाई माया गर्छस् कि कसलाई गर्छ? दुईटै। एउटालाई भन्नुपर्छ क्या। पहिला सुरुमा फर्स्टमा कसलाई गर्छौ अनि सेकेन्डमा भन न। बाबुले। के रे? अनि सेकेन्डमा मामुलाई कसलाई? सेकेन्डमा कसलाई? सेकेन्डमा मैया। ल बाबालाई बाबा मनपर्छ? बाबु बाबु मनपर्छ कि
मैया मनपर्छ तिनटामा को मनपर्छ बाबु जे कुरा पनि बाबु बाबु इज लभ भन्छ नि बाबुले पनि सानो कति माया गर्छु नि हो कि त्यही सुरुमा बाबु नै आउँछ मासु पकाउँछु क्रिकेट नल्याउनु भनेर बाबालाई मनै पराउँदो रहेन बाबा 3rd क्लासमा रहेछ माया गर्छ होइन तर सुरुमा बाबु भन्छ नि सानो होइन सबैभन्दा अगाडि बाबु धेरै खाने वाकवाक्ती लगाउने ढाँसाबारी मोटाउने पानी के पानी हामीले चाहिँ स्वरमा हाल्न छौँ गाइस छोरमा यसलाई चाहिँ एकदम मनपर्छ अनि टेस्टी छ हाम्रो नेपालगञ्जको छोरमा खाइला छ ट्राई गर्नु होला भन्नु तर पनि होला मिठो छ मिठो आहा गाई जब हामी यो चाहिँ टिभी हेर्न थालेछ टिभी हेरेर आज हामी चाहिँ कहीँ गएनौँ नि सानी आज तिमी के गर्यो भनिदेऊ त नाइ कहाँ भन त सानी हामी पेपरबाट खाएको भात नाइ तिमी कहाँ खेल्न गयौ रे ग्राउन्डमा गयो नि अब अहिले के गरिरहेछौ अहिले के गरिरहेछौ टिभी हेरिरहेछ टिभीमा पनि वलिड बाई रे वलिड बाई अब म चाहिँ आफ्नो भिडियो एन्ड गर्छु बाई गाइज अब मेरो आजको भिडियो चाहिँ अब के हो भने यतिखेर खाना खाने सुत्ने त्यसपछि हामी चाहिँ दादाको वेट गरिरहेको छौँ दादा चाहिँ घुम्न जानु भएको थियो नैनीताल अब दादा आउनुभयो भने चाहिँ एकछिन गफगाफ गर्ने सुत्ने अब आजको लागि चाहिँ ब्लग हामी यहीँ नै एन्ड गर्छौँ ल सानी केही भन्न चाहन्छस् आज आज के भन्दैन अब सुत्ने अब गुड नाइट भन्नु गाइजहरूलाई गुड नाइट गाइस बाई गाइज यो ब्लग चाहिँ यहीँ एन्ड गर्छु बाई